Hello everyone. Today I am going to describe about New Nepal by Siddhi Charan Shrestha, and I am going to highlight. I have highlighted some important point, 6 point, which you can read, memorize to deal with the question on the exam. सिद्धि चरण श्रेष्ठलाई चाहिँ युग अनुसारको युगले मागेको कविता लेखेको भनेर युग कविको टाइटल दिएको छ सरकारले। उनी चाहिँ एउटा समाजको विकास चाहने, नयाँ परिवर्तन चाहने खालका कवि हुन्। अब हामीले यसको सुरुमा प्याराग्राफमा के लेख्न सकिन्छ भने the new Nepal poem addresses the situation of old Nepal, ancient Nepal, where Rana people rules over Nepal. They colonized us, although we have not colonized by other country, but we were colonized by own people, Rana people भनेर तपाईले लेख्न सक्नुहुन्छ। अनि they surpass our voice of Nepal. He advocate the situation of the Rana ruled period where autocratic rules are applied on the people, and he want to educate and motivate all the Nepali citizens to talk for the reform of Nepal. He is a person who want to change through collective effort of all the people. उनी collective effort को अनुसार सबैजनालाई मिलाएर इफोर्ट लगाएर चाहिँ परिवर्तन ल्याउन चाहन्थे। एकजनालाई मात्र ल्याउने अवस्था त थिएन, एकजना दुईजना उठ्दाखेरि त मार्दिहाल्थे राणाहरूले। उनी सबैलाई एकैचोटि जगाएर लिएर जान चाहन्थे हैन। अनि अब यहाँनेरि मैले के यति कुरा लेख्नु भने फर्स्ट प्याराग्राफ सकिन्छ हैन, मिलाएर त्यही क्वेशन अनुसार हल्का हल्का मिलाएर लेख्नु होला। अनि त्यसपछि मेन पोइन्ट भनेको चाहिँ यसको के छ भने यो छवटा पोइन्ट मेन पढ्नु भयो भने एकदम दामी हुन्छ। अनि सेकेन्ड प्याराग्राफमा ड्रिम अफ रिफर्म नेपाल, यो इन्ड अफ डार्कनेस एन्ड ब्रिङ लाइट, इम्पावरमेन्ट अफ पिपुल, होप एन्ड अप्टिमिजम, सोशल रिफर्म, नेसनल प्राइड भनेर लेख्नु होला सेकेन्ड प्याराग्राफमा हैन। अनि अलिक लामो क्वेसन छ, 10 मार्क्सको छ भने थर्ड प्याराग्राफ दिएर यसैलाई एक्सप्लेन गर्नु होला। र अलिक 5 मार्क्सको क्वेसन छ भने चाहिँ यसैलाई ड्रिम अफ रिफर्म नेपाल भनेर छ नि, कस्तो खालको ड्रिम थियो त रिफर्म नेपाल चाहिँ, नयाँ नेपाल चाहिँ कस्तो बनाउन चाहन्थे भन्दाखेरि मोडर्न पर्सपेक्टिभ एन्ड प्रोग्रेसिभ नेचर विथ द डेभलपिङ इन्फ्रास्ट्रक्चर हैन, त्यस्तो खालको उनको सोच थियो। अनि सबै जाति भाषीलाई चाहिँ एक ठाउँमा मिलाउन चाहन्थे हैन। त्यो खालको एउटा ड्रिम थियो रिफर्म, नयाँ नेपाल जहाँनिर चाहिँ आफ्नो अनुसार होस्, न कि राणाको अटोक्रेटिक रुल्स चलोस् हैन। अनि इन्ड अफ डार्कनेस एन्ड ब्रिङ अफ लाइट, यहाँनिर इन्ड अफ डार्कनेस भनेको चाहिँ राणाको अटोक्रेटिक रुल्सहरू हैन, उत्पीडनहरू भयो हैन। अनि ब्रिङ्गिङ अफ लाइट भनेको एउटा डेमोक्रेसी, प्रजातन्त्र, गणतन्त्र भयो हैन। उनी चाहन्थे इम्पावरमेन्ट अफ पिपुल भन्नाले चाहिँ मान्छेहरूलाई चाहिँ इम्पावर गरेर मान्छेहरूलाई आफूमा आफ्नो खुट्टामा उभिन सक्ने बनाउन चाहन्थे हैन। अनि अवेकन दियर इनर स्ट्रेन्थ भित्री त्यो चाहिँ जगाएर, भित्री आगो जगाएर चाहिँ उनी आन्दोलनको थ्रु सबैलाई कलेक्टिभ इफेक्ट गरेर चाहिँ नेपाललाई चेन्ज गर्न चाहन्थे। होप र अप्टिमिजम भनेको चाहिँ उनले एउटा होप जगाउन चाहन्थे, नयाँ होपहरूको विकास गर्न चाहन्थे, फ्रिडमको प्रोस्पेरिटी, हार्मोनी सोसाइटीमा क्रिएट गर्न चाहन्थे। अनि सोसल रिफर्म गर्न चाहन्थे। यो हार्टलेस क्लास डिभिजन, यो राणाहरूको एबिसी, अनि त्यहाँ पछाडि मात्रै जनता, अनि जनताबाट पनि अझै मुनि समुदाय अनुसारको, रिलिजन अनुसारको फरक उनी त्यो चाहिँ हटाउन चाहन्थे। अनि नेसनल प्राइड भनेको प्रायोरिटिज र युनिटी डाइभर्सिटी भनेको चाहिँ नेसनल प्राइडमा भने उनी चाहिँ नेसनल युनिटी चाहन्थे। अनि राष्ट्रको एकदम प्राइड राख्न चाहन्थे हैन। यो अब लास्टमा के भनिन सक्नुहुन्छ भने यो पोइम पूर्ण रूपमा इज बेस्ड अन द ग्रोइङ अफ द इमोसन अफ रिफर्म नेपाल। वेल, राइटर हिमसेल्फ वान्ट टु रिफर्म नेपाल बाई द कलेक्टिभ इफोर्ट। अनि दिस पोइम इज अबाउट ओल्ड नेपाल, बट इन करेन्ट कन्डिसन्स अल्सो दिस पोइम वर्क्स अन द्याट टाइम हैन, एन्सेन्ट टाइम भन्न सक्नुहुन्छ। जतिखेर पहिले जस्तो थियो त्यस्तै अहिले पनि काम गरिरहेको छ यो पोइमले चाहिँ हैन। पहिलेको पर्सपेक्टिभ र अहिलेको पर्सपेक्टिभ पनि उस्तै छ। राजनीतिक रूपमा मान्छे परिवर्तन भए पनि अवस्था परिवर्तन भएको छैन, त्यो कुराहरू लेख्न सक्नुहुन्छ। ल, धन्यवाद।